हेलो साथीहरु, वेलकम टु माई च्यानल। नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। मेरो फेस देखेर नतर्सिनु होला है। आज तिहारको दिन भर्खर मुख धोएर टिका लगाएर मुख धोएर सकियो। अनि अहिले चाहिँ साँझको 7 बजे छ रातिको। अनि हाम्रो चाहिँ एक्कासीको प्लान हो, केही पनि थाहा थिएन, लाइक सडनली हैन। अनि त्यही भएर झापझुप रेडी हुन लागेको। अनि यो मेस देखेर नतर्सिनु होला प्लिज। यो चाहिँ प्याकिङ हुँदैछ। सो म हजुरहरुलाई पुरै ब्लगमा देखाउँछु। स्टे ट्युन। अनि हामी चाहिँ रेडी भइसक्यौँ। यहाँ अँधेरो भयो तर प्याकिङ गरेको गाडीमा सामानहरु बोलाउँदै। अरु यति हो सुर्केस छैनहरु हाम्रो एउटा हो तपाईहरुको घर रियाक्सन कसको हो? Our journey begins from here. अनि गाडीमा डिजेल हाल्न लागे। अनि यहाँ पुक्कु पनि छिन्, मलाई पनि देखाउनु भन्दै छिन्। अनि हामी चाहिँ अहिले धान खोला आइपुग्यौँ। यसरी बसेको अवस्था यस्तो छ। निधारमा चाहिँ तिहारको टिका अझै पनि मेरो हुन्छ। पुक्कुलाई देखा। पुक्कु हाई भन। यहाँ चाहिँ बिच बाटोमा भैले खेल्नु भएको रहेछ। अनि यहाँ बाटो रोकेर पैसा उठाउनु भयो। फाइनली होटल पौवा भालुवाङ आइपुग्यौँ। आजको हाम्रो नाइट स्टे यहीँ हुनेछ। The weather is really so cold. Oh my god. This is our room for the day, for the night. राति 11:30 बजे होटलमा आएपछि किचन क्लोज भएपछि चाहिँ मम्मले चाहिँ काम चलाऊ सरकार। काम चलाउन यो त हामीलाई एकदम मजाले भन्यो। नानी अब चाहिँ खाइसिन्। हामी चाहिँ यहाँ बिजोग भयो खाना खान नपाएर। नानी पहिला आयो डाइनिङ टेबलमा बसी, हामी चाहिँ भुइँमा। Hello everyone, good morning. Good morning from भालुवाङ। हामी चाहिँ 6:30 बजे उठ्यौँ। रेडी हुनुहुन्छ दिदीहरू, म चाहिँ भर्खर उठ्दैछु। अब चाहिँ म पनि फ्रेस हुन्छु। It's time to take shower. जाडो छ, जाडो हो। See you. फुल भए सिउँरी दिन्थे फुलको बास्ना जस्ती तिमी फुल भए। So we are ready. हामी चाहिँ रेडी भयौँ। दिदी पनि रेडी। ल जाऊ। Let's go. हजुर गर ल। तिरपाल लगाएर हाम्रो लगेजहरू चाहिँ बन्दोबस्त राख्नुपर्छ। पछाडि ढालमा चाहिँ पानी पर्न सक्छ, धुलो हुन्छ। बिना चाहिँ पिङ खेल्नु भएको छ। डरपोक। An apple in a day keeps a doctor away. हामी सबैजनाले सेउ खाछौँ। Day second and our journey begins here. हामीले चाहिँ घरैबाट अड्सा फिनी सेलरोटी लिएर आएको थियौँ। त्यही भएर यहाँ अड्सी खान लाग्यौँ। सबैले अड्सा खाएको छ। हाम्रो पुकुले नि अड्सा खाइछिन्।
way to Surkhet. ए लाइनै रहेछ त के छ नि यहाँको सिस्टम चाहिँ भन्दिनु न हाम्रो चाहिँ खाना खाने स्टप है यो चाहिँ जस्तो अवस्था त्यस्तै व्यवस्था भने जस्तै भयो ठिकै छ And this is our short and sweet break. बाबुले आची आयो भनेर ब्रेक लिएको बाबुले आची नै आएन भेरी नदी हामी चाहिँ दैलेख आइपुग्यौं अब दैलेखबाट अगाडि The beauty of Dailekh, oh my god, यस्तो राम्रो छ नि wow, this place is naturally so beautiful, oh my god. हाम्रो गाडीको टायर तातेर धुवा उडेछ गाडीको यो तल मुनि सिट मुनि राख्नु यस्तो धुवा उडेछ टायर सेलाउन हाल्न पनि रहेछ बेला बेलामा यस्तो छ पारा यता फेरि टायर गरे हाम्रो गाडी झै गरे कर्णालीको तिरैतिर हुँदै हुँदै हामी जुम्ला पुग्ने छौँ
बाटो चाहिँ एकदमै सानो यो नेपालको चारैतिर फोटो हेरौँ लाग्यो आउन त आयो साथीहरू तर कहाँ आयो हामीलाई थाहै भएन अब त्यहाँ गएर बोर्ड हेरौँला अनि भन्छु होला हामी चाहिँ डुल्लु नगरपालिकामा प्रवेश गरिँदैछ अब यता चाहिँ पेट्रोल पम्प नहुने रहेछ त्यही भएर सबै यहाँ गिलेनमा भोलि राख्नु रहेछ पेट्रोल डिजल त्यही भएर हामीले चाहिँ गाडीमा डिजल भर्न लागे अन्दाजमा राख्नुहुन्छ तलै जाँदो रहेछ साथीहरू बाटो यस्तो खराब रहेछ यस्तो अफ रोड अनि त्यही माथि घुम्टी यस्तो अनि मलाई त भमिट भयो अनि यहाँ चाहिँ गाडीमा डिजल हाल्नलाई पेट्रोल पम्प रहेछ रकम भन्ने ठाउँमा यो चाहिँ टाढा जानु अगाडि लास्ट स्टप रहेछ अनि आजको सायद हाम्रो डेस्टिनेसन पनि यतै हुन्छ लास्ट आज हामी यहीँ बस्छौँ होला यतै कतै होटल हेरेर अनि यहाँ चाहिँ हामीले गाडीमा डिजल हाल्दैछौँ म चाहिँ यतानिर आएर बसेको छु किनकि मलाई लास्टै गाह्रो भयो मैले भमिट गरेँ लास्टै धेरै अनि एकदम गाह्रो भयो त्यही भएर अब यहाँ डिजल हाल्छौँ र अलि अगाडिपट्टि गएर त्यहाँ होटलहरू छ अरे त्यहीँ बस्छौँ आज ओके गाइज यस्तो ठाउँ पनि छ अफ रोड यहाँबाट जानुपर्ने आमामा पुरै खोलैबाट तर्नुपर्ने यस्तो यस्तो छ बाटो अझै पनि अफ रोड हामी अझै आइपुगेको छैन गाडी उहाँ होटेल चाहिँ बुक गरिदिनु भयो दाइले अनि अब हामी चाहिँ सिधै रकम होटेलमा गएर बस्ने फाइनल्ली हामी चाहिँ राकम बजारमा आइपुग्यौँ अनि हामीले चाहिँ होटेल पहिल्यै बुक गरेको थियौँ अनि यो चाहिँ यही बजार रहेछ सृष्टि होटेल राम्रो होटेलहरू पनि रहेछ होटेल हिमांशु हाम्रो चाहिँ होटेल हिमांशु भनेर बुक गरेको थियौँ हामी चाहिँ फाइनल्ली हाम्रो होटल रुममा आइपुग्यौँ अनि हामी फ्रेस पनि भयौँ फ्रेस हुँदाखेरि सबै म्याच भएर भ्लग बनाउन पाएन अनि यो चाहिँ हाम्रो रुम यो चाहिँ दाइहरूको मिनाजुहरूको रुम अनि हामी चाहिँ फ्रेस भएर अब चाहिँ खाना खान जान लागेको यहाँ चाहिँ एकदमै जाडो छ टाइम फर द डिनर अब चाहिँ यहाँ डिनर गर्ने It's time for the dinner. हामी चाहिँ नचिनेको ठाउँमा राति राति डुल्न हिँडेछौँ अब यस्तो अँधेरो छ कति अँधेरो सबै सुति भयो मेडिकल त बन्द भयो हामी पानी बोतल जाम न हामीले यहाँबाट मागेर सो गाइज हामी चाहिँ एकदमै थाकेछौँ फ्रेस भयौँ खाना पनि खायौँ अनि अब चाहिँ रुममा आइपुग्यौँ अब सुत्ने बेला भयो केही जागर छैन एकदम थकै लागेको छ गाडीमा हिँडेको हिँडै भएर अझै भोलिको दिन पनि पुरै ट्राभल गरेर बल्ल रारा पुगिन्छ भोलिको दिन चाहिँ अलि एक्साइटिङ हुन्छ किनकि राम्रो प्लेसेसहरू रहेछ भिजिट गर्नको लागि हामीले आज गुगल गरेको थियौँ अनि पर्सि चाहिँ रारा
ओके गुड नाइट।